अब अब आगामी चुनावमा एमाले जित्यो भने प्रधानमन्त्री केपी शर्मा ओली, काङ्ग्रेसले जितेको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवा, अनि माओवादीले जितेको खण्डमा प्रधानमन्त्री प्रचण्ड, अनि रासपाले जित्यो भने प्रधानमन्त्री बालेन्द्र शाह बालेन। अब हाम्रो हातमा छ, हाम्रो बसमा छ, हामीले भोट कसलाई दिने, काङ्ग्रेस, एमाले, माओवादी या रासपा। अब यी नेताहरू जे पनि गर्न सक्छन् अबको जितको लागि। अब आगामी चुनावको लागि यी नेताहरू कुनै पनि हदमा जान सक्छन्, किनभने यिनीहरूको लागि अन्तिम चुनाव हो यो। यिनीहरूले यो चुनावमा सकेनन् भने यिनीहरू देश छोडेर बाहिर भाग्छन्। यदि यो चुनावमा यिनीहरूले जिते भने प्रधानमन्त्री फेरि तिनै आउनेछ, पुरानो अनुहारहरू। ल, हामीले अब सोच्ने समय आएको छ। अब हामी त्यो मासु भात होइन, त्यो केही पैसामा बिक्ने होइन। 5 वर्षको लागि हामीले यदि यो रासपामा चाहिँ भोट हालेर बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री बनायौँ भने यी नेताहरू सबै जेलमा हुनेछन्। यी नेताहरूलाई हामीले अगाडि ल्यायौँ भने देश त यिनीहरूले पहिले नै बेचिसकेका छन्। एमसीसी भित्राएका यिनै नेताहरूले हो। वास्तवमा सबैभन्दा बढी पैसा खाने एमसीसीबाट शेरबहादुर देउवाको नाम पहिलो नम्बरमा छ। अनि प्रचण्ड पुत्री, पहिलाका जति पनि नेताहरू छन् सबैजना भ्रष्टाचारमा मुछिसकेका छन्। अबको चुनाव एकदमै सोचेर विचार गरेर आफूलाई चाहिँ मनन गरेर भोट हाल्नु होला, होइन भने फेरि पनि देश तिनै हत्याराको हातमा जानेछ।